라소다 홍원들야 아주지 잘람 gyune sinsi nagen ge सर्वप्रथम यो सञ्चालन khosong gyune मार्फतदेखि हेरिरहेका हुने zu आर्य jimana सङ्घ masoda त्यसै गरी भिक्षु भिक्षुनी tana shingi साथसाथै ji luru ge shinye कल्याण मित्रहरू tenden ge da be sage komo त्यस्तै गरी sogoro le a सम्पूर्ण बौद्ध chashin ge sandu shai मार्गीहरूमा सुस्वास्थ्यको कामना साथसाथै हार्दिक न्याय अभिवादन inde टक्राउँदछु आज ta khasang cho mutu ni shor अस्तिको chebare जुन बाँकी भएको निरन्तरता आज लिन चाहन्छु ta kwa kere warsana यसको कुन chari भागमा wa हामी le ya विषयमा चर्चा गर्दै थियौँ त भन्दाखेरि Tereyada kaduniba dan chabayeva दोस्रो kolongda बुद्ध shibye वचनको gita सङ्कलन singa त्योभित्र samar पनि भिक्षु महादेवको tedan reje shuyongore 5 आदर tereyada kazan धर्मको chabengi विषयमा kerwa हामी सर्व tsukumoto छानबिन गर्दै थियौँ ke पढाइ shoshage गर्दै थियौँ tazuydi shuisimbre अब ta tene जापानको shuadi विद्वान केशो हिमको kore विषयमा नै मैले gita बताइसकेँ leba त्यस्तै गरी iziarango आज आएको छ suyudegi हिजी हिजी tazuda आफ्नो मत के anti छ त shudelaya के sabe कुराले यो deba kebege मूल kogadi judom निकायहरू shimbe ta छुटिनु toshibare पुग्यो हो त भने जापानको विद्वानले मत राखेछ कि आज हिजी भन्ने एउटा कोरियाको विद्वानले के बताउनु भएको र यसको विषयमा म बताउन चाहन्छु 다 이제랑 그때 주디 거 쉬운지 산에다 드리샤디 अब हिजीको उहाँको मत अनुसार बताउनु 어 पर्दा अझै दक्षिण कोरियाको 콩거이게다 बौद्ध 당배 토리아 विद्वान हो 신주 단계 उहाँको नाम चाहिँ 케베시에 안 콩기 लिचिलाङ भनिन्छ 지동구 여겨 उहाँले चाहिँ 지동구 सन् 구 उन्नाइस सौ 초기에로래 अन्ठानब्बे 안에 अन्ठानब्बेमा 나베기 륜기 बौद्ध 데 सङ्घहरूको 콩마르 케베 규겐 거인 मुख्य 거기 결십사지 निकायहरू छुटिनुको 디리시게 제좀디 निकायहरू विभाजित 됐어 हुनुको कारण के हो त 제좀 뒤 बौद्ध 나와네 सङ्घको 지 알아 निकाय 지 छुटिनुको मुख्य 심지어 कारण के हो भनेर 망부지야 उहाँले 왜게 धेरै छानबिन गर्नुभएछ 코베기 공수 망부지 उहाँले एउटा 시에 किताब लेख्नुभयो 그랬으면 근데 त्यो 인도산에 किताबभित्र चाहिँ के हो त धेरै विद्वानहरूले काम लाग्दो 심지어 फाइदा किनकि 망부지기 धेरै अनुसन्धान 륜기 कर्मीहरूले उहाँले लेख्नुभयो किताबमा 쉐바쉐바텔이야 धेरैले छानबिन 아 गर्नुभएको रहेछ 나래 다는 신기 롱쟁이네 망부지는 게 알았어 근데 किनभने उहाँले 인도산이야다 धेरै स्रोतहरू 다 लेखेको हुँदाखेरि 이자랑사 धेरै 케바디 विद्वानहरूले उहाँको ग्रन्थलाई पल्टाएर 신수유다 निकाय 개체슈디 यो कुरादेखि 고고지 विभाजित भएको रहेछ 슈유다 भन्ने कुराहरू छानबिन गर्ने 음 गरेका छन् यसको विषयमा 대단하다 केही 대바 상매기 स्रोतहरू 간 कुनै 년주 대바 किताबको 상매기 ग्रन्थको 이제나로 लेखकहरू 자외 대바 साक्षीहरू यो 개베시아야 किताब उहाँले लेख्नु 안에 भएकोमा विद्वानहरूले 개베기 अहिले हेरेर यो 버셔지라 कुराले विभाजित 개시비 भएको 대바 रहेछ 사야지 भन्ने कुरा अब 간다 자외 대바 स्पष्टमा 이니스키 आउँछ 버지 순고 여러바 제자 अब हिजीले के 자외 बताउनुहुन्छ त 대바 이디 भन्दाखेरि 가르사나 मुख्य 안에 के 지 कारणले विभाजित भएका 베이비 छन् 대바 दुई सङ्घ 케치비 भन्दाखेरि 버지 대바 एउटा चाहिँ 이버지 सबैमा मिल्ने कुरा के हो भन्दाखेरि 어레스텔레 निकाय 버시 विभाजित हुनेमा 대바 एउटा 마세기 स्थापित निकाय 고수들을 अर्को चाहिँ 차대 어레스 महासङ्घीय स्थगित भएको चाहिँ एकदम 다 이내야 सामान्य 규겐 강하나 때네 मिल्न जान्छ 개바다 그봐 나는 हिजीले 이래라 बताउनुहुन्छ 소소리 캐셔 가리야 निकाय विभाजित भएको सबै 슈거레 मतहरूले एउटै 쉐기 बताउँछ 륜주사네 स्थापित निकाय 아니 महासङ्घीय निकाय 대바 तर पनि 소소리 यो के कुराले यो दुईटा 시슈디 दुई 튜게 सङ्घका 어레스 निकायहरू विभाजित भएका थिए नि त 다는 भन्दाखेरि 균제시 कारणमा 게다스네 धेरै भिन्नता र 땡게베 फरक 데버스 देखिन्छ 하데 디스 인신 체어예 소머다 제 레바토스 차가 त्यही 예버스 कारणले गर्दाखेरि 디리지기 यो 초도는 지다 स्थापित 페제비 निकाय भने के हो त 데버스한테네 अलिकता सोच्ने 디스 अलिकता 랑와체 दृढ हिसाबले 예버스나나도야 सोच्ने अलिकता 구양부예 되게 초도 이버지 अलिकता पहिला 디지지 जस्तो 어레스 थियो त्यहीले नै अलिकता 이내야 कठोर हिसाबले विचार 다 गर्ने र महासङ्घीय चाहिँ के 이제랑샤기 हो त त्यसलाई 콩기 अलिकता बुद्धले 페제베베기 बताउनु भएको कुरामै 슈 फरक 페제베베 쇼스도베기 슈 खुल्ला हिसाबले सोच्ने 쉐리비 गर्ने 슈베도스 रहेका 아니 छन् 가장 롱제 슈비네 बताउनुहुन्छ 쉐리비 त्यही कारणले 슈베도스 아데는 페진데베기 쇼도베기 लिचिलङले 데리시 महासङ्घीयको ग्रन्थमा के 드레 인도산에 भेटाइछ 다디 भन्दाखेरि उहाँले 쇼텔레야 공기 श्यारिपुत्रले अनुरोध 제바체 गर्नुभएको 체네 सूत्रमा उहाँले 아니 धेरै 공수가리 숨버스나 छानबिन गर्नुभएछ 아니 페진 छानबिन गर्दाखेरि उहाँले 데바사데 के भेट्नु भएछ भन्दाखेरि 응원이스 토레야 महासङ्घीयका भनेको चाहिँ के हो त वास्तवमा के थियो 가르지레도 यही 사나 कुरालाई चाहिँ 아니 उहाँहरूले बताउनु भएको 메테베 रहेछ 데바티스기 아니 तर 코란스기다 स्थापित निकायहरूले चाहिँ 간드인데 또 안에는지 उहाँले 듀비 जति सक्दो 거라서 बुद्धले बताउनु 체바라사야라 भएको विनयहरूलाई चाहिँ आफ्नै 야나지 इच्छा 듀비도 अनुसार 마르다 आफ्नै 베나 सोच अनुसारमा 라데 धेरै 소도 보세요 शिलको
विनयको नियमहरू 랍제 예제 वृद्धि गर्दै 랍제 गएछ। 나로래야 랍제 जस्तै गरी 마로 शिक्षाहरू 강고 पनि धेरै यसमा 랍제베 थपिएर निकै 담마도 नै अ, 셰베이나 텔레야 안에 सङ्ख्याहरू 랍제 बढाउँदै 시에세 लग्नु भएको छ। 안에 स्थावीर 누워야 निकायहरूले 넘버티 아무마다지 त्यो 딩엔에 कुरा चाहिँ 예레베지 딩엔에 आपत्ति 예레베지 जनाए कसले 딩버티 भन्दाखेरि 겐디지 महासङ्घिकाहरूले यो 쳔겐디 पक्कै नै राम्रो 딘데 होइन, यो हुँदै हुँदैन। 총격 만겐럽지 बुद्धले जस्तो 근데 अ, 인도산에 बताउनु 초진 भएको 시에비야 विनयको विषयमा 안에 त्यही विषयमा 대집에 대바데 यसलाई 내집에 대바데 बनावट र कृत्रिम 딩겐 नगरिकन 시에베 त्यसलाई अघि सार्नुपर्छ भन्ने यसरी 다지 पहिले 내 बुद्धले जे 내집부터 बताए 주기 त्यही कुरालाई चाहिँ उहाँले 얘네 निरन्तरता दिनुभयो। 듀얼에 소주 있게 아는 듀얼 마으로 किनकि 다게 बुद्धले बताउनु 딜레시 भएको 요하레스 विनयलाई 안 चाहिँ 텔레 안에 बनावट 이제 गर्ने 무슨 가버디어서 परिवर्तन गर्दै आयो 도저히 भने 마으로 다게 당고메스 भविष्यमा गएर 와닝버 다랑 बुद्धको 거리에 시세 अस्तित्व 그러면 제가 초신신 시에비나 विनयको 내집에 अस्तित्व 대바데 हटेर जान्छ। 그래서 त्यही कारण 대집에 त्यसलाई चाहिँ 대바데 내집에 대바데 परिवर्तन ल्याउनु हुँदैन 딘겐시아 음식 भनेर महासङ्घीका निकायहरूले 차대 बताउने गर्दथे। त्यही कारणले 딘디지게다 यही कुरामा चाहिँ महासङ्घीका निकाय र स्थावीर निकायहरू 음 छुटिनु पुगेको हो भनेर यसरी अ, 다나시 कोरिया 케바티기 दक्षिण 양 कोरियाको विद्वान 신다시기 공수 पिचिलिङले यसरी 공차체네 बताउनुहुन्छ। 공기야 공수지 가르송버스나 फेरि 아니 फेरि अरूले फेरि के 긴둥기 बताउनुहुन्छ भन्दाखेरि 텔레야지 가르소야지 त्यही विषयमा 슈겐 테비아를 슈치슈지 가네요 어디가 그러잖아 जस्तै कि 아니 신누기 उहाँले 쿨루기 भन्नुभयो एउटा 야베데 विद्वान, जसरी 내제 विद्वानको 먹고 नाम 테리가 अ, 그랬어 बर्यौ भन्ने 디텔라데 가르스 हुँदो रहेछ 슈비나 विद्वानको नाम। 아니 다 सन् 신누비스야 베나 그동이 1955मा 비시아베 달려야 यो 샤르쇼로 게롱 आगमलाई स्रोत 그저 राखेर बताउनु भएको रहेछ। 디기지 용디도 पूर्व 그러고 र 나 पश्चिम दिशाका 샤르쇼스야디 जति पनि सङ्घहरू छ, यो 그때 양바지로서 भित्रमा 디졸이야 अ, 콜레 धेरै 미샤리스 प्रभाव पर्नु पर्यो, 바나야라 प्रभाव 어제다 पर्नु गयो। यो 양바지야나서 이 निकाय 샤르쇼를 छुटिनुको कारण, 이해되버리야 विभाजित हुनुको कारण 아니 कुन 샤르쇼가 कुराले धेरै प्रभाव 있으면 पारेको थियो त 디졸이야 भन्दाखेरि के 벤조 कारणले हो 양바지야 त 그랬어 भन्दाखेरि 벤조 उहाँले दुईटै कुरा 양바지야 बताउनु भएको 산에 छ। 아니 पूर्व 긴둔데기 दिशाका जति 소아이야 पनि 다 태우고 वैशालीमा 딘디안데 그랬어 रहनुभएका बौद्ध 이내야 다 누셔 सङ्घका भिक्षुहरू थिए। 베나 मथुरे यहाँ सुग्यो व्यापार व्यवसाय 디졸이야 एकदम 차샤비나 फस्टिएर गयो, 다 धेरै राम्रो 벤조 भएकोले 양바야지 अनि 위부르 차대요 그랬어 जीविका चलाउनको लागि 제자는 त्यति सकस र गाह्रो 긴둔기데 कठिनाइ थिएन। 디술이네 아직 소화기야 त्यही कारण उहाँले एकदम 배소야 बुद्धले 되었어 बताउनु भएको विनयलाई 되게 हल्का 인도산다 र 긴둔기데 खुकुरो 디술기 हिसाबले हेर्नुभयो, किनकि त्यहाँ कुनै 소다지 पनि 긴둔기데 खानपान, 소화야 लाउने 야바 लालन पोषणको 샤도 कुनै पनि 아니 कमजोरी र 누짐 समस्या थिएन। 배 तर पनि 냠송바지 पश्चिम 아래선 급디다 갸 पश्चिम दिशाको 누쇼리아 जति पनि 지다기다 मथुरा 정신 लगायतका 쇼를 징게니 쇼청시도록 ठाउँमा 안다네 पर्नुभएको 지부부터 सङ्घ भिक्षुहरू थियो, 보이버서 त्यो ठाउँमा 아니 चाहिँ 정신 व्यापार 쇼를 व्यवसायहरू 나로래야 कमजोर 다 भएको कारणले गर्दा 꼬아지에네 끄툭치에네 배 끄툭이 냠내생에 들려 막 되게 जीविकोपार्जन चलाउनको 아니 लागि 사자 텔레비에 긴둥기 समस्या 대디스 भएको कारणले 뉴팀 गर्दाखेरि 담보다 배 뉴팀 बुद्धले 내고 बताउनु 버스기나 भयो, 아니 그 विनयलाई एकदम के भयो 사자티 त 미디즈기 कठोर हिसाबले 그런 고투고요 पक्रिनु भयो, संरक्षण गर्नुभयो। 제자 किनभने त्यो बेला 아니 त्यतिका हिन्दू लगायतका 무기받아 점수 끄두리 제한테 तैर्थिका भनौँ 제자로서도 न, तैर्थिक 아니 लगायतका 뉴팀 एउटा 뉴팀 디즈웨 दिगम्बर 끄두리 पनि 쏘고 भनिन्छ, 아니 निग्रन्थ भनिन्छ, जुन 침사로 लुगा 당고 नलाइकन नग्न 라시아리아 हिसाबले ध्यान गर्ने जुन हिन्दू पक्षमा रहेका थिए, उहाँहरूलाई चाहिँ अ, कठोर ध्यान गर्ने हुँदै उहाँहरूलाई पनि 벤션을 찍겠냐 그랬잖아 उहाँहरूभन्दा 다지 पनि 10 गुणा ज्यादा हामीले 라베 ध्यान गर्नुपर्छ 소망보사 यसलाई। 라베 소망보사 됐다 장아주 त्यसलाई पछि 동어대 लाग्नु हुँदैन भनेर 다시 보디 त्यहाँदेखि त्यस्तै गरी एकदम कठोर 버서버다 तपस्वी 디즈고 차리야 ब्रह्मचार्य ब्राह्मणहरूदेखि 텔레야 पनि 라베 उहाँदेखि 소망보사도 सम्मान पाउनको लागि, 라베 जति पनि गृहस्थ वर्गदेखि 소망보사도야 सम्मान पाउनको 누가 लागि 대바 पश्चिम दिशाका 수수기 सङ्घहरूले, 누구는 भिक्षुहरूले 나로래야 चाहिँ 케바 बुद्धले बताउनु भएको विनयमा पनि धेरै थपेर 저저 갈라간 좀 쇼션보는 विनयलाई 쇼리야 그랬어 बढाए। किन भन्दाखेरि सम्मान पाउनुको लागि 음 रहेछ भने यसरी उहाँले बताउनु भएको छ। त्यही कारणले 라베 एउटालाई चाहिँ जे छ 소망보사 त्यसलाई नै राख्नु भयो। पूर्व 디제지 दिशाको भिक्षुहरूले 딱 भने 감차리 그래서 조디지 पश्चिम 가르쳐야지 दिशाको 걔바 भिक्षुहरूले चाहिँ त्यसलाई चाहिँ के भयो त अलिकता शिरलाई 걔나 फलाएर जानु। 디즈기 उहाँले राख्नुभएको एउटा 무지기 처야쳐야 उदाहरण के हो त भन्दाखेरि 그렇게 나 봐봐 अब 동생 के हो त, कसरी यो राखेको थियो त, 사바 उदाहरण के छ भन्दाखेरि 개발도 저 킴바다 벤 शिक्षा धर्म भन्ने एउटा 제바시비야 किताब 죄남 रचना गर्नुभएको 군대체비야 रहेछ विद्वानले 디즈고 त्यो बेलामा। 소송샤 त्यो 군대체기다 छानबिन 디즈기 गर्दाखेरि त्यो 차리 भित्र के भेटाएछ 디즈사네 त भन्दाखेरि एउटा 조디데 जति पनि निकायहरूको 칭도 विभिन्न आफ्नै 세나데 विनयको 통야 शिक्षाहरू रहेको छ। 참 디즈고 칼레야 망보지 소야 जस्तै कि 근데 디 이디 라베 소망보디 대버스기 뉴에기 슝나네 소윤사 디타디 만라지 पश्चिम दिशाका 디즈고 सङ्घहरूको कुरा गरौँ,
बुद्धले बताउनु Delia भएको ta Islam विनयमा Kurangi दिनदिनै आफ्नो Lijaran ठाउँ Kurang jik sung duwa समय आफ्नै Adi gane ya देश Azun ya परिस्थिति Tibet अनुसार gyabche jik suya shi पालन Di पोषणदेखि semi लिएर आचरणदेखि लिएर दैनिक जुन कार्यकालहरू Ngayab बेग्ला बेग्लै Juruli भएको semi कारणले na गर्दाखेरि Is जुन kodya गृहस्थी jabure sa वर्गसँग भेटघाट गर्दाखेरि कसरी नियम राख्ने कसरी हामीले बोल्ने कुन बेलामा हामी बाहिर जानुहुन्छ कुन बेलामा हामी बाहिर जानु हुँदैन एउटा आश्रमदेखि भनेर यो बेलामा धेरै उहाँले छानबिन गर्नु भएर अनि विनयको शिक्षाहरूलाई चाहिँ बढाएको रहेछ यो भित्र मैले भेट्यो भनेर यसरी Ta dine विद्वानले sibi बताउनुहुन्छ na त्यो je किताबको labya so sa नाम के रहेछ nyese changa शिक्षा mizana धर्म so भनेको कुरा त्योभित्र भएको हुँदाखेरि Tana pejin त्यही debe कारणले yin diwa पश्चिम Gyabya देशको no सङ्घ la र shaba tiyan पूर्व na lo देशको ya सङ्घहरूको Ane यसरी labzin छुट्टिएको रहेछ yeze भने उहाँले chujuri jo स्वरूप sun बताउनुहुन्छ yores Ane pejin जस्तै कि debe उदाहरणको लागि Lijar ki फल्सेन peyang na देवा lo la chujuri jo sun yores महासङ्घिकाले भनौँ न Ane विनयको pejin शिक्षा begi कतिवटा susu पर्ने tabian toya na 66वटा lo मात्रै ya बताएको छ Na lo le chujuri स्थानीय र tingla sun निकायका yores विनयमा पर्ने Ane जस्तै कि rinsu ki विनयको debe वर्ग छ Gyabya na lo la ya 4 Gujuri jo वर्ग sun yores Chusun 10 debe वर्ग tang Sadwe debe सर्वस्तिवाद ki Gyabya निकाय na lo la ya Ane मूल labzin yeze सर्वस्तिवादभित्र kya sun बुद्धले yores बताउनु भएको Shidam je yene ki यी diwa gyengyu ki na lo la शिक्षा ya उहाँहरूले Gyabar ki dhobi shaba 99 yina देखि goju ku 107 jo वटा sun बताउनु भएको yores छ Shidam je yene diwa pyungyur li ya Da chigi keba shimju shenge maa shaya digi ane gyara gaya yore sungduwa Da ina namgyu nga ranzu yoki sungdaan li ya ane gyara junyi yoga sungdu yorwa Da di त्यही zu कारणले di गर्दाखेरि यसमा pezi आफआफ्नै nyeze कुरो digi रहेको ya छ थेरवादको प्रति maa मौलिक se शिलामा हेर्ने हो gyunyi भने अब chiya chedaan rishduwa कसैले Da 75वटा che maa che san बुद्धको शिक्षा digi ya विनयको che नियम हो भनेर बताएको छ Dine shidam je yene diwa lijar ki gyabe nalo la ya ane ए त्यसै गरीले अब lijar gyara gaya मास yores Tamze मा yene diwa मही lungzu ससाका soba gyengyu nalo la ya विनयका gyara juksun 5 वर्ग Tamze त्यसै yene गरी diwa lijar pe धर्मगुप्त nalo la ya वर्गमा gyara चाहिँ juksun yueba जुन didish res Chedan di 100वटा dine ya बुद्धको sibi na nga zo ya विनयहरू keba बताएको छ rasa विनयशीलहरू Tabze nye शिक्षाहरू je nyungshu di सर्वस्तिवादभित्र चाहिँ ane कति pezin वर्ग debe diwa di shadi duwa विनयको 10 वर्गभित्र चाहिँ 107 Diwa देखि di ta लेखिएका gyengyu छन् nam भने chujuri din संस्कृतमा अनुवाद गरेका बुद्धको Lijar gyabele ya विनयमा chujuri चाहिँ khasa 113वटा लेखिएका Gyengyu छ nam chujuri du लेखिएका Lijar छन् gyabele chujuri din मूल sungduwa सर्वस्तिवादभित्र हेर्नु Tanda चिनको chujuri अनुवादमा gyengmi चाहिँ duwa Chujuri gyengmi duwa Chezanda labje nye je 96 nyungshu di 96वटा pezin debe बुद्धको che Ane shenda digi विनयको नियमहरू da शिलाहरू लेखिएछ भने duwa ta di भोटमा nane अनुवाद गरिएको भोट भाषामा Mangshu टिबेटन zo भाषामा di अनुवाद गरिएको जति पनि Tamze बुद्धको yuena ridwa कन्जुल Tamze अर्थात् बुद्ध yuena वचन Shi रहेको छ tamze yuena त्यसमा pe नियम magaza mangbo जुन yubche विनयको Da विषयमा नियम Dine 108मा shi लेखिएको tamze छ yuena to Tamze लेखिएको yuena छ de त्यसै गरी mangshu che महाविपत्ति Dine भोटको indu अनुवाद अनुसार त्यहाँ चाहिँ बुद्धको जति पनि सिलहरू छ Di gyun la di भिक्षुहरूले la पालना di गर्ने Di kara chuya नियम dugu yore sana 105वटा विनयको नियमहरू छन् भने यसरी Da विद्वानहरूले dine बताएको labze छ nye je ta changa de mandra shivji yuebchi त्यही कारणले यसमा जुन Hindu san ta शिक्षा di भनौँ न kara chuya विनय dugu एउटै wale हो sabari बुद्धले पहिला जे Ane भने त्यही नै हो nushu तर पछि silvi गएर manye debe ki समय Deden बदलिँदै debe गयो sasto samare मान्छेहरूको सोच पनि Deden deva बदलिँदै san Dede जाँदाखेरि deden deva sa de yomar de ine फल्छिन देवा Thangbo duwa ta फल्छिन deden देवा deva sa de अर्थात् yomar wa ta ine महासङ्घीका chisu सङ्घहरूले चाहिँ Sawen debe भिक्षुहरूलाई kya चाहिँ sa पहिला deden जे debe थियो deva sa त्यसमा नै yueba ta ine ne खुकुरो debe हिसाबले chon so to फराकिलो sa de हिसाबले debe राख्नु yomar भयो de isre स्थापिराहरूले चाहिँ Cheza हुँदैन त्यसैलाई nushu होइन त्यसले silvi चाहिँ ki बुझ्ने ne debe हिसाबमा chon so to थपिँदै ki थपिँदै अलिकति परिमार्जन Hindu ji गर्दै ki बढाएर yuji गयो ki dun che ne Ane sosu ki rungyu ku thwa ne त्यही ta कारणले ne changa ine are ta na बुद्धले बताउनु shingi भएकै singye ki विनयशीलमा thonze ne are disu maaro ka daksha विनयशीलमा rwa Dinde दुईटा che che ne निकायहरूले दुई mi yu पक्षको so di सङ्घहरूले Hindu ji भिक्षुहरूले ane sambo chun thuya che ta chi kimpan nam ki गृहस्थी gyabe वर्गदेखि thubya सम्मान पाउनको लागि kimpan nam ki व्यापार thangban thaya व्यवसाय कमजोर ta भएको dinde उहाँहरूले ki सम्मान che पाउनु गाह्रो luli थियो che होला ne ta पश्चिम देशको भिक्षु kuzi सङ्घहरूलाई kuzo chi त्यहाँदेखि सम्मान laba पाउनुको sam लागि mangpo त्यो chi ठाउँमा कठोर ane तपस्या गर्ने ब्राह्मणहरू थिए suye होला che ne त्यो बेला हिन्दू dizi ta दिगम्बर लगायतका chim thambo नग्न ro suye हिसाबमा ध्यान bares गर्ने टाइपका हिन्दू योगीहरू थिए होला उहाँहरूदेखि सम्मान पाउनको लागि बुद्धले ta बताउनु phalchen भएको debe ki chon so ba विहीनशील sa ta do yana phalchen शिलामा de चाहिँ chon so शिलाहरू disu थपेर उहाँहरूले karna yor बढाउनु sana भयो ngari ye ge त्यो laba कुरा ta चाहिँ nyungu ro chi ye ba महासङ्घीका आपत्ति छैन ma यो inbe हुँदै हुँदैन inbe na बुद्धले de जस्तो debe che बताउनु भयो labje त्यही nyungu ti zan सङ्ख्यामै inbe राखेर na हामीले du jin che त्यसलाई चाहिँ che बरु फराकिलो ön ge हिसाबले duye ge समय अनुसार lungsu परिवर्तन lungsu भएको gu जसरी हामीले tab de त्यसमा la चाहिँ tab हामीले cha ba samar ba da di gi lungsu ro de ma ya पालना ge chi che गर्नुपर्छ ya bres त्यसले परिवर्तन गर्नु हुँदैन थपिनु ande हुँदैन ta भनेर dona यसरी tsare deba दुईटा निकायहरू पूर्व ngaya दिशाको de सङ्घदेखि लिएर tada पश्चिम दिशाको सङ्घहरू यसरी विभाजित Korea ki kaya ba भएका थिए digi छुट्टिएका Kurang थिए samju chebi na
यो त्यो कोरियाको विद्वानको एउटा भनाइ 아로부터 시간을 되는 개발해서 아로부터 이렇게 딱 한다. 굉장히 초로 와서 그래. 된다. 나가 अब 치서 भनिन्छ कि यसमा के रहेको छ त भन्दाखेरि 임바지 अब मूल निकायहरू यसरी छुटिनुको मुख्य कारण के हो हालको आधुनिक यो समयमा विद्वानहरूले के बताउनुहुन्छ भन्दाखेरि कसैले भने गर्छ ओ 5 आधार धर्म अर्थात् कसैले 5 भनौँ न 10 आधार धर्मले गर्दाखेरि यो निकायहरू छुटेको हुन् भने पनि भनाइ पनि छ कसै यो के भन्दा यो देश परिस्थिति अनुसार समय मान्छेको मानिसको सोच विचार अनुसार क्रमैसँग पश्चिम दिशा र पूर्व दिशाको खानपान लालन पोषण बोल्ने कला संस्कार संस्कृति कुनै पनि मिल्दैन नि त्यही कारणले त्यो बेग्लै बेग्लै भएकोले बुद्धले भन्नुभएको विनयलाई पनि आफ्नै ठाउँ अनुसार क्षेत्र अनुसार बेग्ला बेग्लै हिसाबमा परिवर्तन भएकोले बुद्धले बताउनु भएको विनयशीललाई पनि फरक फरक राख्नुको लागि त्यो बेला अनिवार्य भएको थियो किनकि जुन ठाउँमा भिक्षुहरू बस्छ ती क्षेत्रमा बस्ने मानिसहरूसँग दानदातादेखि लगायत त्यहाँ समाजमा मिल्नुपर्ने हुन्छ त्यसरी नै परिवर्तन भएको थियो भने यो कुराले निष्कर्षमा ल्याउँदछ 아니 샤쇼가 긴디마디서 다 광 초에 토레야 강에 시라메 पश्चिम दिशाका सङ्घहरू हो भने विनयको नियमलाई एकदम कठोर र बलियो हिसाबले सम्झनु भयो शिक्षा पनि धेरै थपेर गयो पूर्व दिशाको सङ्घहरू भने पहिला बुद्धले बताउनु जे भयो त्यसलाई नष्ट नगरिकन लोपुन नदिकन त्यसलाई चाहिँ राम्रोसँग फराकिलो हिसाबले परिस्थिति अनुसार नै हैन ग्रहण गर्नुपर्छ भनेर यसरी दुई पक्षको सङ्घको विचारहरू छुटेको थियो त्यो छुटेको कारणले गर्दाखेरि दुईटा सङ्घ विभाजित हुन पुगेको हो यो उहाँको पालोमा छनबिन गर्नुभएको 1955 अथवा 1958 देखि लिएर भनौँ न 1955 देखि लिएर 1958 मा हिजीले के हामीलाई अनुरोध गर्नुभएको रहेछ भने भविष्यमा जति पनि यो निकाय के छुट्यो भने जति पनि छानबिन गर्ने बौद्ध मार्गीयहरू भिक्षुहरू बौद्ध विद्वानहरू पालो हुन्छ जसरी पनि हामीले तपाईँले केमा ध्यान दिनुपर्छ भन्दाखेरि महासङ्घीका निकायलाई चाहिँ धेरै पल्ट छानबिन गर्नु जरुरी छ है यो तपाईँहरूलाई अनुरोध हो भनेर यसरी दक्षिण कोरियाका विद्वान हिजीले यसरी बताउनुहुन्छ उहाँले के भन्नुहुन्छ भन्दाखेरि सजिलैसँग महासङ्घीय भने चाहिँ जे पाए त्यही बदलाव ल्याउने जे पाए त्यही यसरी बुद्धको विनयलाई चाहिँ लात मार्ने त्यसलाई हटाउनु खोजेको त्यस्तो चाहिँ होइन पुरानो जुन प्राचीन संस्कारलाई चाहिँ नवीन संस्कारमा मिल्दैन त्यही कारणले प्राचीन संस्कारलाई चाहिँ नवीन संस्कारमा परिवर्तन हो त्यही अनुसार विनयहरूलाई चाहिँ हामीले शील विनयहरू त्यसरी नै परिवर्तन गरेर जानुपर्छ है त्यसरी नै हामीले नष्ट गर्नु हुँदैन त्यसलाई लोभ हुन दिनु हुँदैन भनेर यसरी महासङ्घीकारले ग्रहण गरेको भएकोले महत्त्वपूर्ण देखिएको छ महासङ्घीको सोच महासङ्घीकाले बताउनु भएको कुराहरू विनयको विषयमा भनेर यसरी बताउनुहुन्छ हिजीले अब मुख्य निष्कर्ष यसको सार के हो त केमा टुङ्गिन्छ भन्दाखेरि मूल निकाय छुटिनुको विभाजित हुनुको हालको विद्वानहरूले के बताउनुहुन्छ त कसरी हेर्नुहुन्छ भन्दाखेरि यसको निष्कर्ष टुङ्ग्याउनु पर्दाखेरि अब हाल विद्वानहरूले कसरी हेर्नुहुन्छ के कुराले त्यो बेलामा बुद्ध परिनिर्वाण भएर 116 अर्थात् 160 वर्षमा दुईटा सङ्घहरू छुटेको कारण के थियो हाल विद्वानहरूले के कसरी हेर्ने गरिन्छ त भन्दाखेरि विशेष गरी अहिलेको जापानको विद्वानहरू
उहाँले बताउनुहुन्छ अगाडि बताए 다 चाहिँ 잡엔 हालको 그냥 विद्वानहरू 와서 체 निहोङको विद्वान जुन जापानमा एउटा 어, निहोङ भन्ने एउटा क्षेत्र एउटा ठाउँ छ 마스 त्यो 공수로 विद्वानको नाम रहेछ 대부분의 수비나 चुकामोतो हेइसो 지당 भन्ने 다지 रहेछ 사회 대바 기술 समरवे उहाँले 사회 대바 기술이 अनुसन्धान उहाँले छानबिन कोले उहाँले जाँच तमिलुरु लुजुरु 망보지 खोज 요디 तलास गर्दाखेरि के रहेछ त भन्दाखेरि 시치를 때는 त्यस्तै गरी 게임에서 कोरियाको विद्वानले 시나를 때는 हिजीको 개발했어 आफ्नो विचारमा 근데 हेर्दाखेरि 그 따지 जापानको विद्वान 딘겐 세다바 हेरे 망보지 हेर्दाखेरि 딘겐세네 के कुराले यो 요리 대제 कुन कारणले 부분이 스토어스 에사지 근데 순간 망보지 왕딩이 알았어 कुन प्रत्ययले गर्दाखेरि यो निकायहरू छुटेको थियो 제가 त 칸체 यसरी 답 짜와 मैले बताएँ 차파 대네 용두산에 अब यो उहाँहरूले 짜와 बताउँदाखेरि 풍사 मुख्य 거와투디 알았어 स्रोतहरू के रहेछ त 빈균기 के 대 कुरामा छुटेको 강투야 के कुरामा छुनु 떠주미 पुगेको रहेछ त 되버지 भन्दाखेरि 섬주미 되버지 텔라 댄세네 에네 초 यो यसमा भनाइमा धेरै कुराहरू छ कसै चाहिँ 대한지 10 वटा 섬주미 कारणले 되버지 गर्दाखेरि भएको 규주 कसैले 융부지야 5 आधारले गर्दा भएको 와 अँ, 니마 징미지 कसैले महा भिक्षु महादेवले गर्दा भएको भनेर यसरी 떠주미 विभिन्न 되버지 हेर्ने तरिका 텔라 댄세네 कथालाई 에네 पल्टाएर कथालाई पछ्याएर 자대바 विभिन्न कुरा 개발도 आएको 문이 토가하러 근데 중요하디 바지다 세벌 차디 어렸어 त्यही कारणले 텔레야 गर्दाखेरि जे 안에 भए तापनि के हो त 대다 बुद्धले बताउनु भएको 딘딘 विनयमा 개발 आफ्नो 망아체 सोच्ने तरिका विचार 딘딘라 गर्ने तरिका आफूले 한이야 अभ्यास गर्ने 당시 तरिका 거기서나 뭐런 देश 집어다 परिस्थिति 원바지 अनुसार 버루 समय 겐다지 संस्कार अनुसार 근데 जाने 사람이 बेला 된적이 어렸어 समय 제당아 फरक 뉴런즈 आएको 원바지 버사 विकास 개발체 आएको 타니 मानवमा विकास आएको 아주 सोच्ने 어세 되버지네 क्षमता 배주도 वृद्धि भएको कारणले 제 गर्दाखेरि 맞아요 विनयलाई चाहिँ 비균 안 되나 로 차샤비네 वृद्धि गराउनुपर्ने 딘지 आधुनिक कालमा जान्नुपर्ने विचार गर्नुपर्ने 맞아요 भएकोले यसरी दुईटा निकायहरू 나 छुटेको रहेछ 탕이 भने 거도리 सबै 제당게네 विद्वानहरूको यही कुरामा सुनु पुगेको छ 뉴아바티즈에게 얘는 년대 뉴아바티즈 갈라오르산 차한테 디저어스 가사 아 라진이 카나마도 알았어 뉴아바티즈에게 라진이 카나마도 말해 제베 카나마도 अब 알았어 근데 जस्तै कि अब 근데 अ, 까메지 भनौँ न 우리 얼마 कुनै अब पाप भनौँ न र 제가 कुकर्महरू कसैले 답변도 चाहिँ अब 못해서 जुन 다도나 अ, 딘겐 स्वाभाविकै पाप हो 심주바티즈에게 कसै चाहिँ स्वाभाविक 제가 पाप नभएर यो चाहिँ के हो 뜻을 त 미둔바지 야바텔 बाचा 댄세네 बाचायुक्त 얘네 पाप 자외 대바 कुकर्म हो 개바 भने 좀 यसरी 되게 भएको 뜻을 कारणले गर्दाखेरि 미둔데야 यसरी हेर्ने एउटा 인스타라비네 कुकर्म पनि 듀얼즈 हेर्ने 영어바지 비버로 दर्शन एउटा 겐다슬라비네 दार्शनिक बेग्लै बेग्लै 디 भएकोले निकायहरू 벨레시 छुटेको हो 테바지레 भन्ने भन्ने 삼삼 विद्वानहरूले भन्ने गर्नुहुन्छ 어나주 공주로 드네 영리겠어 음 다대암 듀얼즈보다 원반지 비게나 그래서 저기 알았을라비네 빼나 시주 권으로 시에 विभिन्न कथादेखि 나 यसरी स्रोत 시주 आयो 권들이야 अब भनौँ न 제당 यसमा 뉴에 되는 알로라 विनय ग्रहण 딘딘체 गर्ने 그도 र 사잖아 अभिधर्म ग्रहण गर्ने दुई पक्ष 저거 रहेको छ 링게 그도 제주 송베 걸이야 भनौँ न जस 디게 आदर धर्म 듀얼 빼나 आदर धर्म बताउने क्रममा 망게 समग्रमा 망게 되네 시탐지 विनय पिटकभित्र चाहिँ 동체식 나로라 짜야 대바 याम्बचन 기술 अर्थात् 송야 뭐 वैशालीको बुद्ध वचन सङ्कलन 이번 त्यसमा 기술 송야 알아 짜야 700 대바 기술 जनाको 송야 700 अरहतको 얘는 급 बुद्ध वचन 되려야 सङ्कलन 딘딘데 भनिन्छ 나로라야 यो 게다 बताउने 야 क्रममा के हो त 렌소디 त्यो बेलामा 가르투디 알았어 아니 निकायहरू 뉴어즈 छुटेको कुरा गरेको 버티즈에게 छैन 서 तर 뉴런즈 पनि के हो त 버티즈가 त्यो 가르라 बेला चाहिँ सङ्घहरू चाहिँ 렌소데다 뉴런즈 버다 त्यो बेला अब 원바지 सङ्घहरूभित्र विभाजित भएको 투고를 मतभेद 좀 भएका 가르쳐 कारण के हो त 뉴런즈 भन्दाखेरि 버티즈 가르치래 슬라빈 뉴런즈 버티즈 좀 सबसे मेन त्यो छेदेंगे बेला विनय बेनिसे ग्रहण भाकुम समर विनयलाई ग्रहण बेनिसे गर्ने भाकुम 첨부게 돼 सुरक्षा गर्ने भाकुम संरक्षण गर्ने 니보다와 저 के रहेछ 뉴런바 भन्दाखेरि 제니에 उताको 말하자 विनयलाई शीललाई 딘딘시 एकदम 기베 니생기 अ, 저 송체네 होसियारपूर्वक 유진 ग्रहण गर्ने 미치냐 त्यसलाई मुटु जसेर 아니 राख्ने 뉴어사 पहिलो 근데 बुद्धले जे गरे 수야베 주규 जुन 제시고 शिला 말했어 एकदम 아니 शिला 다다지 뉴에나로 महत्त्वपूर्ण हो 말았어 त्यसमा 야베는 대베 ध्यान गर्ने अभ्यास 예바체네 गर्ने भएकोले 차하고 디균세나 되네 आ니 अनि अब विनयशीललाई 균세네 유디 नियमित 내도 एकदम 요저 उहाँहरूले 되는 संरक्षण 거죠 गर्नुभयो रक्षा गर्नुभयो 말했지 त्यही कारणले एकदम 근데 시기 알았어 महत्त्वपूर्ण रहेकोले यसलाई चाहिँ परिवर्तन गर्नु हुँदैन 딱디 यसलाई 고속 답변은 시주기 थपिनु हुँदैन भन्ने 도지나로 कुरा आयो 시주보다 रुवामै भरेसँगे 티 विनयलाई चाहिँ कसैले 시주보다 परिवर्तन गर्नु मिल्दैन 균세생게 भनेर यस्तो 디체 लाग्यो 차대 पछि गएर के हो त समयअनुसार परिवर्तन हुँदै हुँदै 다들은 जाँदाखेरि के हो त 시주기 난게다 अनि 응어법에 लुका 처리되지 दिशामा 않잖아 हुँदाखेरि 응어법에 भिक्षुहरूले 생기 त 따야지 구야 10 부야 10 구야도 प्रकारको 추수네 आधार कुराहरूलाई चाहिँ 사바티즈는 ग्रहण गरेको देख्दाखेरि 응원퇴 त्यो 사바야 10 कुराहरू चाहिँ 여기다 내가 믿지도 않는데 응원퇴 응원퇴 स्वीकार गर्ने 쇼션 보게 되게
योग्यता छैन यो स्वीकार गर्नु ngāngā हुँदैन भने यसरी उहाँहरूले आपत्ति जनाउनु भयो यो बुद्धले बताउनु भएको कुराहरूमा चाहिँ हामीले त्यस्तोसुकै देश परिस्थिति समय आए तापनि हामीले चाहिँ फराकिलो हिसाबले ठुलो हिसाबले बदल्नुको लागि सब जे पाइदियो हामीले चाहिँ ग्रहण गर्नु हुँदैन भने यसरी विनय ग्रहण गर्ने पक्षको सङ्घहरूले बताउनु भयो अब अभिधर्म ग्रहण गर्ने के भन्नुभयो भन्दाखेरि समय अनुसार हामी चल्नु जानुपर्छ प्राचीन समयमा त्यो थियो भने आधुनिक कालमा हामी कस्तो समाज छ त्यही अनुसार जानुपर्छ भनेर यसरी एकदम ठुलो र बुद्धले बताउनु भएको निका विनयमा चाहिँ ठुलो फराकिलो हिसाबले भएकोले दस आदर कुराहरू चाहिँ हामीले समर्थन गरेमा पनि स्वीकार गरे पनि फरक पर्दैन भनेर यसरी अब उहाँले बताउनु भयो त्यही कारणले दस आदर धर्मलाई चाहिँ दस आदर कुरालाई चाहिँ स्वीकार गर्ने र स्वीकार नगर्ने भने यो एउटाले चाहिँ अभिधर्मलाई अङ्गले अरूले चाहिँ विनयलाई अङ्ग लिएको कारणले गर्दाखेरि यो निकायहरू दुईटा हुनु पुगेको हो भनेर यहाँ देखाएको रहेछ अब पछि गएर आयो त 10 आदर धर्म पाँच दर्शन भनौँ न सबक तपाईँ हेर्ने पनि चाहे 10 तप भए पनि चाहे 5 स्रोत भए तापनि एउटै हो यो विशेष गरी दुवैजनाले यो ध्यान के मध्येको रहेछ भन्दाखेरि दुवैमा उहाँले यो विनयशीलमा चाहिँ बेसी पनि छुटेको होइन रहेछ नियमहरूमा चाहिँ होइन रहेछ त्यो विनयलाई चाहिँ सोच्ने तरिका दर्शनको तरिकाले बेग्ला बेग्ला रहेछ त्यो कसरी भन्दाखेरि चाहिँ 5 वटा दर्शन भए तापनि 5 वटा दर्शन चाहिँ के हो त 5 वटा धर्म 5 धर्म चाहिँ अरबहरूको सर्वोत्कृष्ट होइन रहेछ किनकि त्यसमा विभिन्न कुराहरू रहेछ भने विभिन्न सन्देह र शङ्का गरे त्यही कारणले इष्टवीरहरूले सर्वोत्कृष्ट मान्यता दिएका मुख्य नै इष्टवीरहरूले आपत्ति जनाए किन भन्दाखेरि यहाँ अरबहरूलाई पनि विभिन्न अज्ञानता हुँदो रहेछ भन्ने कुराहरू आयो नि त त्यही कारणले त्यसमा विवाद हुने हुँदाखेरि भनौँ न इष्टवीरहरूमा पनि अब महत्त्वपूर्ण अब धेरै 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 अब अरबहरू थियो होला त्यो बेला तर पनि के हो त यो अरब होइन भन्ने कुरामा चाहिँ मतभेद छुटिनु पुगेसँग सन्देह भयो त्यही कारणले गर्दाखेरि त्यो चाहिँ हुँदैन भनेर यसरी म एउटा अरब हुँ म संसारदेखि मुक्त भएको हुँ भनेर विभिन्न कुराहरू आयो त्यहाँदेखि चाहिँ अब सोच्ने कलामा भनौँ न सोच्ने क्षमतामा विनयलाई नै विचार गर्ने क्रममा बेग्ला बेग्ला आएको भन्दाखेरि यसरी निकाय इष्टवीरहरू छुटेको रहेछ भने अब महासङ्घिकादेखि हेर्ने हो भने के हो त अरबहरूलाई पनि विभिन्न कुराहरू चाहिँ हुन्छ अज्ञानतामा लुकेको कुराहरू हुन्छ यसरी बताउने क्रममा मतभेद भएका थिए महासङ्घिका निकाय इष्टवीर निकाय सोच्ने दर्शनमा सिद्धान्तमा फरकले गर्दाखेरि छुटेको रहेछ भनेर बुझिन्छ दुवै पक्षको इष्टवीर भए तापनि महासङ्घिक भए तापनि के रहेछ भन्दाखेरि अरबहरूको मोक्ष चाहिँ उत्कृष्ट मोक्ष नभएको कुराहरू चाहिँ सबै मिल्नु किन भन्दाखेरि दुवैजना विश्वास चाहिँ गरेको थिएन किन भन्दाखेरि अरब इष्टवीरहरूले सोचेको अरबहरू जुन मोक्ष चाहिँ महासङ्घिकहरूले स्वीकार नगर्ने महासङ्घिकहरूले बताएका जुन अरबका कुराहरू चाहिँ इष्टवीरहरूले स्वीकार नगर्ने यो दर्शनमा भएको हो नि त दर्शनका कुराहरू वास्तवमा हेर्ने हो भने विनयमा फरक परेको होइन विनय कुन हिसाबले अभ्यास गरेर हामीले मोक्ष प्राप्त गर्ने विषयमा यसरी बेग्ला हुनु पुग्यो अलग अलगै हुन पुगेको
अब विद्वानहरूले यसको सार केमा बटुल्नुहुन्छ भन्दाखेरि बौद्ध सङ्घभित्रमा पनि प्राचीन कालमा ग्रिड पूर्वक जस्तो छ त्यसरी नै सामान्य पनि आएको थियो भने समय अनुसार हामीले परिवर्तन गर्दै जानुपर्छ दुई प्रकारको आएको हुँदाखेरि त्यही कारणले गर्दाखेरि हेर्नुका राजगृहमा बुद्धको वचन सङ्कलन भएको थियो त्यो बेलामा पनि महाकश्यप सर्वका महा कश्यपले आनन्दलाई आरोप लगाएका थिए त्यस्तै गरी वैशालीमा बुद्धको वचन सङ्कलन गर्दाखेरि 10 आधार चाहिँ योग्यता र स्वीकार गर्न मिल्छ भन्ने कुरो विवाद आएको थियो जसरी 5 आधार धर्महरू अन्तिममा पाली भाषामा भएको विनयमा पनि धेरै सङ्घमा विवादहरू मचिएको थियो र कथाहरू धेरै रहेको छ जे भए तापनि यसको अर्थ जे बताए तापनि सबैमा के हो त विनयलाई ग्रहण गर्ने र अभिधर्मलाई ग्रहण गर्ने एउटै नै रहेको छ मात्र दर्शन हेर्ने विचार त्यसमा सिद्धान्त त्यही कारणले गर्दाखेरि एउटा सङ्घहरूले चाहिँ एक पक्षको सङ्घहरूले विनयलाई एकदम शिला विनय एकदम महत्त्वपूर्ण हो भनेर एकदम त्यसलाई सुरक्षा गरे संरक्षण गरे भने अर्को पक्षले महासङ्घहरूले चाहिँ महासङ्घिकाहरूले चाहिँ होइन बुद्धले बताउनु भएको अभिधर्मलाई चाहिँ हामीले राम्रोसँग संरक्षण सुरक्षा गर्नुपर्छ भनेपछि एउटाले चाहिँ अभिधर्म पक्रियो भने अर्कोले चाहिँ धुलुवा अर्थात् विनयलाई पक्रे यो पक्रिने कुरामा विषय भने बेग्लै विचार गर्ने पनि बेग्लै दर्शन र सिद्धान्त पनि बेग्लै भएकोले उहाँहरूको सोच विचार मतभेद अन्तिममा यो कुरा सकिँदै आइसकेपछि के हो अब कसैले पनि छुटाउन सकेन अब सङ्घर्षको धेरै अब कसैले विनय ठुलो कसैले अभिधर्म ठुलो भन्नेमा धेरै विवादहरू सकिँदा गए त्यहाँदेखि सङ्घर्षको निकायहरू छुटेर गए विभाजित भए अब स्थापित निकाय भन्ने चाहिँ विनयलाई मात्रै चोखो सम्झेर त्यो मात्रै अभ्यास गर्ने महासङ्घिका भन्ने चाहिँ सङ्घहरू चाहिँ विनय र धुलुवा शिला मात्रै भएर अभिधर्मलाई चाहिँ एकदम महत्त्वपूर्ण र सुरक्षा र संरक्षण गर्ने यसरी दुईटा कुराले गर्दाखेरि अब निकाय छुट्टिनु भनेको त के हो त भन्दाखेरि अब दुईटा सङ्घहरू छुट्टिनु खासै राम्रो होइन किन भन्दाखेरि यदि त्यो बेला बुद्ध भएको भए उहाँलाई कति गाह्रो हुन्थ्यो होला र कति समस्या आउँथ्यो होला किनभने अब चेला हेर्दाखेरि बुद्धलाई एकदम पुरा लागेर आउँथ्यो होला उहाँलाई मन खुसी भएर आउँथ्यो आफ्नै सङ्घहरू यसरी दुईटा छुटेर जान्थ्यो किन भन्दाखेरि आफ्नो बगैँचामा भएको फुलहरू कुहेको देख्दाखेरि चुडेको देख्दाखेरि कसले मन पर्दैन त्यस्तै त्यही कारणले गर्दाखेरि यो दुईटा सङ्घहरू छुटेर गयो तर पनि यसले के सङ्घ छुट्नु कारण के हो त भन्दाखेरि यदि यसरी दुईटा पछि गएर यो दुईटा निकाय नछुटेको भए के कारण आउँथ्यो भन्दाखेरि यसमा महायाना भन्ने नाम आउँथ्यो यदि महायाना नआएको भए वज्रयान नआउँथ्यो जब सधैँ नै थेरावाद अर्थात् विनयलाई मात्रै पक्रिने गर्दछ यदि विनयलाई मात्रै पक्रियो भए अभिधर्मभित्रबाट विभिन्न महायानको कुराहरू वज्रयानको कुराहरू कहिले बाहिर नआउँथ्यो हो यो निकाय छुट्नुको लागि पनि धेरै कुराहरू रहेको छ व्यावहारिकमा हेर्दाखेरि अलिकति नमिल्दो जस्तो देख्छ तर वास्तविकमा यो धेरै
कुराहरू बाहिर 다 ल्याएको छ। 되네 샴리야 디젤이야 다 त्यही कारणले गर्दाखेरि यो 다 निकाय 디젤이야 가르쳐야 दुईटा निकायलाई 수구나 मध्येमा एउटा निकायले विनयलाई 상계 पक्रियो भने 양해를 अर्को 내베제 निकायले 우치 चाहिँ अभिधर्मलाई पक्रेको भन्ने 디보샤래 कुरा चाहिँ स्पष्ट भएको छ। अब 지단은이 यो कुराहरू मैले बताइसकेँ। 소수거리야 अब बुद्ध परिनिर्वाण भइसकेपछि मुख्य शासक को थिए त, बौद्ध 템베테르부터 शासक को थियो भन्ने कुरा मैले 시슈브리 चर्चा 게바슈 गर्न जाँदैछु। 내인두나니 यसको विषयमा मैले 슈인 गत साल 슈인다 मैले 단 달로 यसको विषयमा 조지 मैले 게바로치 बताइसकेँ। समरबेता तर पनि यसको विषयमा केही 템베테르부터 शब्दहरू फेरि यसमा 템베테르부터 विषय जोड्न 조지 चाहन्छु। 게바로슈나 삼 차야스 संक्षिप्तमा मैले यो 되네다 हस्तान्तरण 디 쇼어 एकदेखि 체벌이야 अर्कोले दिने हस्तान्तरण को विषयमा छोटो हिस्सामा मैले 상계 गत 양해는 내베 우치스 다 साल बताइसकेँ। 윈델이야 아니 विस्तारमा फेरि पनि म जोड्न चाहन्छु। 그래다 상계 양해는 내베 이제 우치고 셰윤도 될이야 बुद्ध परिनिर्वाण तब भइसकेपछि शाखा तो अब शे शुवे कबलिया बौद्ध शासनको शासक को थियो त, को भयो भन्ने कुरामा छलफल गर्न जाँदैछु। 다 쯤에 용자게 배 긴둥이 되고 우치지 소리잖아 아다 덤바 다자가 덤바 이마 셰마고 그러봐 अब बुद्ध कालमा बुद्ध उहाँ जीवित हुने बेलामा बुद्धको धर्मको शासक उहाँ नै थियो, कोही पनि थिएन। उहाँलाई कसैले हल्लाउनु सकेको थिएन। 땜바치로 땜바이 미시네 사실 어다 땜르 차려 아래 간다 उहाँ स्थिर रूपमा उहाँ नै हुनुहुन्थ्यो। तर पनि कालान्तर समय बित्दै गइसकेपछि उहाँको बुढेसकाल भनौँ न, उहाँको 50 वर्ष आदि नागिसकेपछि उहाँको आदि जीवनमा उहाँले दिनदिनै गृहस्थ बुढेसकाल छँदाखेरि उहाँले चाहिँ शरीपुत्र र मङ्गलपुत्रलाई यसरी उहाँले बौद्ध धर्म फैलाउनको लागि बुद्धले आज्ञा दिनुभयो। तर पनि त्यो बेलामा शासक चाहिँ भगवान शास्त्र भगवान बुद्ध नै थिए। तर पनि उहाँ शरीपुत्र र मङ्गलपुत्रलाई जो विशेष गरी सेवा गर्नुको लागि बुद्धले आज्ञा दिए। तर पनि मुख्य शासकको रूपमा बुद्धले उहाँहरूलाई आज्ञा दिनु भएन। पछि गएर देवदत्ता लगायतका बुद्धका आफ्नै काकाको छोराले शरीपुत्र र मङ्गलपुत्रलाई बुद्धले दिनुभएको बौद्ध धर्म प्रचार प्रसार गर्ने बेलामा उहाँले धेरै डाहा जागेर दुवैलाई एकदम गरेको नसकेर अब यस्तो सत्ता म आफै गर्छु भनेर बुद्धको सामु देवदत्तले बताए बोले तापनि बुद्धले कहिले पनि दिनु भएन। बुद्धले आज गाली गर्नुभयो, गाली गलौज गर्नुभयो, तिम्रो अहिले क्षमता छैन। शरीपुत्र र मङ्गलपुत्र बौद्ध धर्म फैलेको जस्तै तिमीले अहिले अहिले ध्यान गर्नु जरुरी छ भन्ने यो भन्दाखेरि देवदत्तलाई धेरै रिस र एकदम आरिस ज्यादा भएकोले दुईटा सङ्घहरू भङ्ग पार्नु भयो, दुईटा सङ्घहरू छुटाउनु भएर आफ्नै सङ्घहरू उहाँले बनाउनु भएको। देवदत्तले आफ्नै पार्टीबाट पक्ष खोल्नु भयो सङ्घमा। तर त्यही बेला बौद्ध धर्मको शासक को थियो? भगवान गौतम बुद्ध नै थिए, अरू कोही पनि थिएन। तर पनि जस्तो सुकै देवदत्तले विघ्न बाधा मचाए तापनि बाधा अड्चन ल्याए तापनि सङ्घहरूलाई कुनै विभाजन गर्न सक्नु थिएन। यो बुद्धको एउटा क्षमता थियो। भनौँ न बुद्ध परिनिर्वाण भइसकेपछि यो बुद्ध परिनिर्वाण नहुन अगाडि उहाँले बुद्ध निर्वाण भइसकेपछि अब बुद्धको मुख्य अब शासक कसले लियो, यसको जिम्मा कसले लिएको थियो त भन्दाखेरि अब यसको इतिहास बताउँदाखेरि धेरै कसैले को मिल्दैन। तर पनि यसमा विशेष गरी स्रोत दुई रहनु पर्ने हुन्छ। एउटा चाहिँ दक्षिण परम्परागत बौद्ध शासन, अर्थात् अर्को चाहिँ उत्तर परम्परागत बौद्ध शासनको दुईटा भनाइ छ। यसलाई स्रोत राखेर हामीले बताउनु पर्ने हुन्छ। अब उहाँहरूले चाहिँ बुद्ध पछि कसले शासन गर्दै 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 हस्तान्तरण गर्दै बौद्ध धर्मलाई सम्हालेका थिए त भन्ने कुरा चाहिँ दक्षिण परम्परागत आएका बौद्ध शासन, बौद्धमार्गी र उत्तर परम्परागत आएका बौद्धमार्गी बौद्ध शासनको भनाइ दुईटा रहेको छ।
다 뭐 정규난데 पहिलो 셰쉐비디 बताउनु पर्दाखेरि 슈사레 다 될야 되도와 정규난데 उत्तर 셰쉐비디 परम्परागत आएका बौद्ध मार्गी अर्थात् बौद्ध शासन अ, लाई के भन्नुहुन्छ त भन्दाखेरि उहाँको भनाइ अनुसार 나서 다들 제레 당보디에네 इन्टरनेटको समस्याले गर्दाखेरि त्यति राम्रो स्पष्ट सुनिएको छैन। उम्, पहिलो यो रहेछ 템베데르기 남다르 세르와 पहिला पेयो शासन 땡겨 शास्त्र भगवान बुद्धको शासनको हस्तान्तरण 템베데르기 남다르 세르 니바데 यो एउटा 양해메기 도저선의 조에 इतिहास 데르시 दोस्रो चाहिँ के हो त 숭바디 뉘베데 अशोकाको 셴다 इतिहास 이제 생기 숭수사 अनि 너 अन्तिममा 튼서 चाहिँ अब 숭이 소르세 विनयको विषयमा बताएको कुराहरू र यसको कुनै स्रोतहरू इतिहासहरू भने तीन विषयमा 다디나 म 담보 भन्न जाँदैछु। पहिला के 템베데르기 हो त 남다르 세르 अब शासन बौद्ध शासनको एउटा हस्तान्तरण 템베데르기 남다르 세르 यसको 다디 यसको 베세 इतिहास के हो 베세 भन्दाखेरि 센차리오 यसको इतिहास 템베데르기 남다르 세르 디原味 야나 왜 장맥 두기 나는 되는 숨바 यो दुई 제자게 झाङ्मे 자 समय भनौँ न बेला सोबेगी गुर्साबेगी एक चाइनिज तेरेको गुरु नाम रहेछ थाहा उहाँले अब तेरेको नाम दुई झाङ्मे भन्ने एउटा बेगेनाल समयमा उहाँले एउटा सुफा चीन चा भाषामा इंगला अनुवाद थाहा गर्नुभएको रहेछ। लबदवा ताते बेगेनाल तब त्यो देवची बेला गुरु इमिदा अनि तेरेको नाम थारस भोटमा गनाडी यसले एउटा तेह्र के भाषा नाम छ त अर्थात् ताति नालोला हस्तान्तरणको इतिहास जीवनी 저 भने जस्तै हो। 상기 좀 된데 त्यो चाहिँ 군양에는 내 사회 제리야 나바 상계 베게 उत्तर 우치 परम्परागत 산데 중바 उत्तर 디고리스 परम्परागत आएका 다 나바 बौद्ध 상계 베게 शासन यो सब भोटमा 우치 टिबेट पनि 다 पर्दछ 딘상 베나 कि 만조 गेरो दिजु नालोलाया चीनसँग भिन्न वेदेम निम्न जिगरमा पर्दछ। 다 딘데 जब छेने अब वासा त्योभित्र के छेने लेखिएको छ वेस नामा भन्दाखेरि 딘데 तेह्रकी छियो नामथर अर्थात् हस्तान्तरणका नाबा सांगे इतिहास बेते टेम्बे जीवनीमा के तेरे बिसो लेखिएको छ भन्दाखेरि बुद्ध परिनिर्वाण 템바디에네 भइसकेपछि 가사 찌기찌래야 베 मुख्य शासक 균징아마기 एउटा 균진치월이야 भोट अनुसार 제주에서 너 드리지가 나만 अ, 거네 एउटा 용대치인데 खोज तलास गरेर यसरी 다디 हस्तान्तरण 지주에서 गर्ने मुख्य 우티 शासकलाई 우만주 चुनेको थियो त भने 지주샤베기 चुनेको थिएन, 템바 त्यसरी पनि 진경도 होइन। 섬게 베 랭게 एउटा सनाता 다버 भोटको 템바 हिसाबमा 진경 비주 मान्छेहरू छानबिन 챤데 गर्दै गएको हो त यसरी 데 अब को राख्ने त 나서다 बुद्ध 데 परिनिर्वाण भइसक्यो अब बौद्ध धर्म 닝도 담보 समाउनुको लागि को राख्ने भनेर यसरी एक आपसमा छानबिन गर्दै 다디 गर्दै राखेको थियो, 딘제다 त्यस्तो पनि होइन। 멍멍 다디 근데 상물로지 त्यो त प्रार्थना गरेर पनि राखेको थिएन। 지지시야 드리지래도 अब जिम्मेवारी कसले लिने 다다다 त 본드 यसपछि तब गेही जसले खोले जुर्साबेगी बुद्धले बताउनु भएको धर्मलाई 아니 때르기 ग्रहण गर्छ, 남다르사 차베티 संरक्षण गर्छ, 나로라야 फैलाउन सक्ने क्षमता तीन 때르 प्रकारको rinje कुराहरू swing जसमा सेव छ शुक्यो अरे तातिना त्यसलाई नै तेरम हामीले गाजे अरे सन तेरम छान्नुपर्छ, त्यही नै मिन्ड्रवा दिनुपर्छ भनेर निशु यसरी चुची अ, तेरम मिन्ड्रवा निशु बुद्धले चुची बताउनु भएको थियो पहिला। ताते त्यो बेला को थियो किनाम त जुबिस भन्दाखेरि दिने आउमेन 24वटा मान्छेहरू रहेछ त्यो बेला 24जनालाई यसरी बुद्धले बे भविष्यवाणी गर्नुभएको जुबिस रहेछ, दिना यो भनेर तातेगे यसरी खान उसको जिगुर नाम जाना तेरम नाम खुर्सा अनुसारमा जिरे तपाईँहरूले बताउँदै जानेछु। Dere da dege rumin dele ya rumin ni ya da de dere nam tarra sa je da samden bi gibi sa so ngene samden bi gibi sa tel kinan tona na ma wa se ngene dere bu nam da sa o अब digi पहिला के हो त भन्दाखेरि chamba chamba dele ya gomba sia na हस्तान्तरणका da इतिहासको da dere bi nam जीवनीमा da sa पहिलो dina को lo रहेछ la बुद्ध ya dere परिनिर्वाण bu thangbo भइसकेर di ana अब sangi बौद्ध sam wa dere bu thangbo di विसुङ छ्याम पहिला ane कसले अब chumba शासक chane kwe je गरेको रहेछ jiba भन्दाखेरि nyebe ngaba di diga chuba bibaga dumba पहिलो buddha nandi महाकश्यप पहिलो महाकश्यप रहेको छ, दोस्रो अनन्त, अ, Tene तेस्रो Buddha nandi che. सनका वासिन, Tene त्यसपछि geba de Buddha उपगुप्त, mitra. दितिका, Guba de विभङ्ग, geba se. Ta tene ma je de ma बुद्धनन्दी, kushto. Ta बुद्धमित्र, tene chukji ba de take se de ta मङ्पर्सा, se. Ta त्यसै tene गरी chupsum ba de पुण्य tum de. यशस, Chupshi ba a de अश्वा ba da. अश्वाघोषा, मसिबा, कपिमाला, Ta tene नागार्जुन, ma bu chiyong de do. Che आर्यदेव, la ma zhe ge अनादेव, ling रहुलासँग धेरै रहेका छन्। re ke 24वटा नाम tere रहेका छन्। dung त्यो gi चाहिँ na lo ye चारवटा be कुरामा ge. विभाजित गरिएका छन्। Ta ya. एउटा Ki bu da kha ji हस्तान्तरण chen yong de do. इतिहासमा, अर्को An चाहिँ te sam do ma se समाधिको be ye परम्परा, ya nam yu chen bo ye de त्यस्तै be. गरी Gombo भनौँ lu न da यसरी ayan de छुट्याएको wa रहेछ। de zu gi chen da. An da na shi ta yang gi त्यो chen बेला de su da.
ताके सारे ईश्वर गोशा सारे ताया छादी त्यो बेला हिजु चाहिँ आर्य नगार्जुन गना लगायतका विभिन्न ते छादी होला अश्वघोष लगायत अनेक गुरुहरू यीशु सबसिस 24 वटा ता जति तेरा विद्वानहरू थाचे थामान रबदे उहाँहरूलाई यसरी तेरे जिम्मा भाषा दिएका सिंहा सारे निशु सबसिस बादे सिंहा सारे सिंहा अब सिंहा 24 सारे संख्या सिंह ग्यालों सिंगी सिंह ग्यालों सिंगी अब सारे चुम्बरेस उहाँ चाहिँ अब सिंह जस्तो थामा रूप देता भएकोले ग्यालों नर सिंगी सिंह भनौँ न त्यसले ग्यालों सिंह सिंगी सारे ने कब उहाँ दिदु सिंह सारे ग्यागा छान्छो ता खासी लुम्बई बटा खासी यु त्यो बेला खासी कश्मीर अब भनौँ बले अनि न ग्याबो कश्मीरमा उहाँ जन्मिनु भएको रहेछ ती ग्याबो दे अनि नाम सांगे वे टेम्पल या मगा छे छे ती अब गे भनौँ न दे त्यो बेला त्यहाँको राजाले चाहिँ अब ग्यालों सिंगी जुन टेम्बे तेरो बुद्ध धर्मलाई ग्यालों चाहिँ सिंगी एकदम दे मन नपर्दो रहेछ उनको रोङ बतेर अनि उहाँले जाने अनि टेम्बे तेरो गुबा दे छेस भएस धेरै छेस भएस तेमा अब त्यो बेला कसरी आजभोलि किन नभयो भन्दाखेरि जुन कश्मीरमा त्यहाँ जाँदा तेला मथु सिंह चाहिँ अन्तिम अब शासक थिए बौद्ध धर्मको जुन त्यहाँको राजाले उहाँलाई मन नपराइसकेपछि राजाले मारिदिनु भएछ उहाँलाई त्यहाँदेखि चाहिँ बौद्ध धर्मको शासकहरू छुट्टिनु पुगेको हो भनेर त्यहाँदेखि अब जुन एकदेखि अर्कोलाई हस्तान्तरण गर्ने शासक चाहिँ छुटेको हो भनेर इतिहासमा लेखिएका छन् धेरै अनुसन्धान कर्मीहरूले छानबिन गरेर के बताउनुहुन्छ भन्दाखेरि यो चीन भाषामा अनुवाद गरिएका यसरी यो 24वटा लेखहरू रहेको छ अब हामीले अनुसन्धान गर्दाखेरि यो 24वटा विभिन्न विद्वानहरू छन् यो साँच्चै नै छ त भनेर अनुसन्धान गऱ्यो भने छ कि छैन अब हामीले त्यति स्पष्टसँग बताउन सक्दैन यो भनाइमा आएको हो 13 किलोमिटर एउटा नामक किताबमा चाहिँ त्यो भित्र चाहिँ 6वटा अध्यायहरू छुट्याएका छन् 치계네 수 지금은 야가 인식을 지금 대모임 미리 신다 인식을 다들 누수하는 배백 되는 숨바스 त्यो बेला अब पश्चिम देशबाट पाल्नु भयो भने हेर्नु सुब्बा अब जिगाए अब सुनपाई धन्याओ भने विभिन्न यो विद्वानहरू उहाँले अनुवाद गर्नुभएको रहेछ 예자의 사대기 되는 숨바 대기 अब धेनु सुब्बा भनौँ न 당야오스야 그 좀 당야오스야 유르샤베 유르지 야 시된 챤네 아니 양gar 유르샤베 차대기 알았어 이나 यो 13 किलोमिटर जुन 24जना विद्वानहरू थिए नि त्यो 24जना थिए भने कसले लेखेको रहेछन् त भन्दाखेरि जुन धेनु सुब्बा जिगाए भन्ने एउटा विद्वान त्यसै गरी थाम्याओ एकदम प्राचीन अनुवाद रहेछ चीनमा अनुवाद गरेको त्यसलाई स्रोत राखेर यसरी 24जना विद्वानहरू चाहिँ हस्तान्तरण गर्दै अन्तिममा कश्मीरमा जन्मिएका सिंह भिक्षुले फैलाउने क्रममा त्यहाँको राजाले उहाँलाई मन नभएर हत्या गरेको कारणले त्यहाँदेखि शासक चाहिँ बौद्ध धर्मको शासक छुटिएको हो भनेर यसरी उहाँहरूले लेखिएको पुरानो प्राचीनमा देख्न पाइन्छ त्यो भयो कारण त्यसलाई स्रोत राखेर नै यसरी शासकहरू थियो भने अब हामीले अब यसरी बुझ्न सकिन्छ अब यो पहिलो स्रोत है त पहिलो कारणले गर्दाखेरि यो बताउनु भएकोले 24जना थियो भन्ने एउटा बुझ्न सकिन्छ दोस्रो कारण के हो भन्दाखेरि दोस्रो कारण के बताउनुहुन्छ भन्दाखेरि भगवान शाक्यमुनि बुद्ध परिनिर्वाण भएर 110 अर्थात् 116 वर्ष कटिसकेपछि त्यो बेला सङ्घ एउटै नै त्यो बेला छुटेको थिएन त्यो बेला एउटा नै थियो कुनै पनि एक आपसमा अरूलाई जिम्मा दिएको थिएन तर मूल निकायहरू अघि निकाय भने दुईटा सङ्घहरू छुटिसकेपछि त्यो बेला समित्य त्यो बेला अब दुईटा निकाय छुटेर अब चाहिँ हामीलाई शासक चाहिन्छ
बुद्धता परिनिर्वाण भयो पहिला बुद्धले संरक्षण गर्नुहुन्थ्यो रेखदेख गर्नु सुरक्षा गर्नुहुन्थ्यो अब सुरक्षा गर्ने कुनै पनि छैन सङ्घहरू भिक्षुहरू दिनदिनै छुट्टिँदै छुट्टिँदै एकदम भेद भएर विभाजन भएर गएको छ त्यही कारणले अब हामीलाई शासक चाहिन्छ एउटा मार्गदर्शक चाहिन्छ अब दुईटा कारणले गर्दाखेरि यो शासकहरू आयो भने यो दोस्रो नम्बरमा आउँछ अब तेस्रो कुरा आउँछ पछि गएको त मायाली गुरुहरू जस्तो कि अश्वघोषक आर्य नागार्जुन लगायतका विभिन्न सर्वका वर्गका जति पनि कुराहरू छ अनि अब यसरी अब शासकमा अब अश्वघोषादेखि लिएर नागार्जुनदेखि लिएर विभिन्न कुराहरू आयो त्यो बेला अब सर्वका थेरवाद र मायानको कुरा गुरुहरू मिसाउन मिल्दैन किनकि एकले अर्कोलाई स्वीकार गर्दैन त्यहाँदेखि विभिन्न विवादहरू मच्छ त्यही कारणले त्यही कारणले यो हस्तान्तरणको जीवनी भन्दाखेरि पहिलो पूर्व अभ्यासहरूले बौद्ध धर्म कसरी फैलाएको थियो त्यसको एउटा जीवनी भन्यो भने अत्यन्त नाम दिँदाखेरि सही होला जस्तो मलाई लाग्छ त्यही कारणले जे भए तापनि सर्वस्तिवादको निकायदेखि लिएर अन्तिममा महायानको जति पनि बौद्ध धर्मलाई प्रचार प्रसार गर्ने कुराहरू छ नि यो स्रोत चाहिँ हामीले सही नै हो गलत त्यसमा भएको छैन भनेर हामीले बुझ्न सकिन्छ किनकि अहिलेसम्म चोखो बुद्ध धर्महरू अहिलेसम्म आइरहेको छ आज म यतिमै विश्राम गर्न चाहन्छु यसको धेरै गम्भीरता कुराहरू भएकोले फेरि अर्को दिनमा यसलाई जोड्ने नै छु आजको लागि यही नै टुङ्गन चाहन्छु भवतु सर्वमङ्गलम